ब्याक आइसकेको छु। के छ त तपाईँहरूको खबर के गर्दै हुनुहुन्छ? सन्चै आरामै हुनुहुन्छ? अहिले चाहिँ हामी फालिलुङमा पर्ने तिन सिमानामा आएको छौँ। तपाईँहरूलाई म अझै माथि गएर भिडियो देखाउनेछु। यहाँको ठाउँहरू घुम्नको लागि चाहिँ एकदम धेरै राम्रो छ क्या, पर्यटकीय स्थलमा पनि पर्छ यो गुम्बा। यहाँभित्र गुम्बा गुम्बा होइन गुम्पा चाहिँ ए ओइ भेडीगोठमा चाहिँ मजाले त्यहाँ कुकुरहरू ठुल्ठुलो आएका छन्। डेन्जर एकदम। अनि यस्तो जङ्गल छ, एकदम मजाको। यहाँ भेडाहरू छन्, आनन्द छ। एक भेडीगोठ थुबा भेडाहरू त्यता कोही चर्दै। यसको मेन खतरा चाहिँ हो डेन्जर। मैलिङ्गो यहाँ काटेर अब भारी लाएर जाने मौरी खोपमा गरगरे चुलीमा। हाम्रो आहाल डाँडा अनि यतै एक खुङ्गा गाउँ भइहाल्यो। बल खेल्ने ग्राउन्ड है, काउलीमा रहेको छ यो चाहिँ। यस्तो मजाले अहिले चाहिँ ग्राउन्ड, माथि हरियाली, डाँडाहरू छर्लङ्ग देखेको छ। पाटी गाउँ अहिले त यस्तो छ। ओके, कपिलेश्वर शिवालय मन्दिर हाम्रो गाउँ। ल भन्नुहोस् त यहाँ हजुरको कसले आफ्नो घर देख्नुभयो? मजाले खेतमा अहिले धान काटेर खेतमा चाहिँ मकैना हिमाल पनि पर देख्न सक्छौँ हामीले भिडियोमा। ल हाम्रो खुङ्गा गाउँ है त। यता माथि आहाल डाँडा भयो। यहाँ माथि मेरो घर चाहिँ यता माथि हो। मजाले डाँडा फालेलुङ 1 मा अवस्थित शिवगङ्गा मन्दिर जाने बाटो चाहिँ यही हो है। टक्क सिधै आहाल डाँडा आएर सिधै जाने शिवगङ्गा मन्दिर वहाँ पर देखिएको छ। शान्त मिल्छ क्या। जय श्री राधे। मङ्गलम भगवान् विष्णु मङ्गलम कटुराध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि। मङ्गल चौथीको उपलक्ष्यमा हामीले यस गजानन गणेश गुफामा सामान्य हाम्रो गच्छे क्षमता अनुसारको यज्ञ गरी पूर्णता दिएका छौँ। जुन यज्ञ मङ्गल चौथीको पूजा र हाम्रो वार्षिक कार्यक्रम पनि हो। त्यसैले यो कार्यक्रम सम्पन्न गरेर हामी हिँड्ने अवसरमा पुगेका छौँ। माथि देखिएको आगेजुङ अनि यहाँ तल गैरी उतै खाल्डे लसुने जुन गुम्बाको एकदम सुन्दर दृश्य यहाँहरूमा देखाउँदैछु म। यहाँभित्र गुम्बा हामी अघि गएको ठाउँ चाहिँ चुच्चो चाहिँ त्यही है। अघि पनि भने मैले हजुरलाई आगेजुङबाट देखिएको हामी एकदम चुच्चो ठाउँ छ त्यो। हाम्रो आगेजुङ गुम्बामा चाहिँ के पकाएर त्यहाँ भण्डारा गर्ने ठाउँ। अनि यो चाहिँ कुटी, गुरुहरूको कुटी। स्वामी विवेकानन्द अनि योगेश्वर गुरुहरूले चाहिँ ध्यान गर्नुभएको उहाँ एकदम हाम्रो गुरुहरू। सुरीथामको उकालोमा मेरो साथी राजेन्द्र म उहाँ तल त्यो रोड छ नि गाई, जुन त्यो रोडबाट हामी गएको है। त्यो रोड पनि पारिबाट यति उकालो आइसक्यो हामी।
मास्तर जिल्लाको फालेलुङ गाउँपालिका स्थित थोक्लिम्बा बजारमा छौँ र यहाँ विभिन्न किसिमका फुटबल भलिबलहरू गेमहरू भइरहेछ। एकदम रमणीय सुन्दर स्थल रहेछ। यहाँ चाहिँ हामी चाहिँ अवलोकन गर्न चाहिँ राम्रो लाग्यो। अर्ग्यानिक टमाटर टमाटर त अर्ग्यानिक छैन, जुनसुकै समयमा पनि फलाउनुहुन्छ उहाँले। एकदम मिठो छ यो, टन्नै फलाउनु भएको छ नि। रातमा बढी सब्जी यो ब्रोकौली मिसाउनु, टमाटर लाउनु होइन, हजुर एकदम यिनीहरू सबै लाउने। मालिङ्गाका डोका एकदम दरा छिपट मालिङ्गो, बुढो मालिङ्गोको डोकाहरू तयार भएका छन्। विभिन्न साइजका डोकाहरू निर्माण गरिएको छ, एकदम दरा छन्, अत्यन्तै राम्रा सजिला। जुन साइजका चाहिए पनि तपाईँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। हिउँदमा दाउरा बोक्न, मल बोक्न, घाँस बोक्नको लागि पनि ढोकाहरू तयार भएका छन्। मालिङ्गो एकदम छिपट मालिङ्गोबाट मैले बनाएको छु। यो पुरानो मालिङ्गो, उहिलेको मालिङ्गो हो। मालिङ्गाका ढोकाहरू छन्। अब तपाईँहरूले चाहिएमा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँको एकदम राम्रो राम्रो दृश्यहरू तपाईँलाई भिडियोमा देखाउनेछौँ। कृपया भिडियो अन्त्यसम्म हेर्नु होला। एकदम धेरै राम्रो छ। 3 सिमाना फालुट पनि भन्छ जसले। यहाँ धेरै पर्यटकहरू आउनुहुन्छ घुम्न बाहिरबाट, विशेष गरेर इन्डियाबाट आउनुहुन्छ, अरू फरेन कन्ट्रीहरूबाट पनि धेरै आउने गर्नुहुन्छ। अनि यहाँ माथि डाँडाहरू एकदम धेरै राम्रो छ। तपाईँहरूले भिडियो अन्त्यसम्म हेर्नु होला। ओके, यतापट्टि इन्डिया, यतापट्टि नेपाल साइड हल्का स्नोफल भएको छ। डाँडाबाट राम्रो क्लियर देखिएको छ नेपाल। हाम्रो घर चाहिँ, मेरो घर चाहिँ उता दिदीहरू त्यहाँ घुम्दै हुन्छ। यहाँबाट देखिने ठाउँ चाहिँ यस्तै छ, राम्रो देखिन्छ हिमालहरू। दृश्यहरू पारी हिमालहरू यस्तो मजाले देखिएको छ। यहाँको भ्यूहरू यस्तो देख्न सकिन्छ। हामी चाहिँ अघि माथि घुमेर आइसक्यौँ, वहाँ माथि त्यहाँदेखि पनि अझै उता हो। अहिले हल्का कुहिरोले घाम चाहिँ छेलेको छ। स्नोहरू थियो अलिअलि, त्यो ओभाइसक्यो। हामी बसेको गोठमा यस्तै ठाउँ छ। यहाँ चाहिँ वान मोर टाइम हेर्नु होला। ठ्याक्कै यस्तो छ। यतापट्टि नेपाल, मेरो हाम्रो गाउँघर उता हो। यहाँ खोलाको शिर, यहाँ गङ्गा पोखरी, यहाँदेखि गोर्खे पानी, उतापट्टि क्याम्प छ, ससुर क्याम्प, सिमसार क्षेत्र। यता घुम्यो, अहिले सबैतिर अब यहाँ घुम्नलाई दर्शन गरेर हामी पनि जाने।